हेलो, हामी चाहिँ हेटौँडाको गर्मी चल्न भनेर लाग्यौँ चिसो ठाउँतिर। अब जाँदा जाँदा हामी कहाँ पुग्यौँ भन्दाखेरि जुरीखेतमा गएर गाजरको जुस खायौँ होइन। अनि त्यसपछि हामी लाग्यौँ बाटो गन्तव्यतिर। बाटोमा त मेरो स्कुटरले कस्तो धोका दिएर मलाई तान्दै तानेन के। अनि हामी यसो अलिकति भिडियो बनाएर होइन। अनि त्यसपछि बाटो यस्तो खत्तम थियो है, गाटङ गुटुङ बाटोमा पनि हामी बल्ल तल्ल कतै ओर्लिँदै हिँड्दै गरेर हामी फाइनल्ली हाम्रो गन्तव्यमा पुग्यौँ। अनि त्यसपछि त्यहाँ पुगेर यसो रमाइलो गरेर एकछिन रेस्ट गरेर होइन। अनि टाइम पनि थियो। अनि बुढाले कहाँ जाने त भन्दा जाउँ पालुङ घुमाउन लैजान्छु भन्नुभयो होइन। अनि हामी पालुङतिर गयौँ है। पालुङ बजारमा हेरियो। अनि त्यहाँ चाहिँ थाहा घर पनि देखाइदिनु भयो मलाई। मेरो पालुङ चाहिँ फर्स्ट भिजिट थियो। अनि त्यहाँबाट मैले पट्टु पनि देखेँ कि सुङ्गा चिया खान बस्दाखेरि। अनि फर्किँदाखेरि चाहिँ पुरै पानी परेर पानीले भिजेर है बाटो फेरि यस्तो दामी, यस्तो खालको दामी थियो होइन। भिज्दै भिज्दै आयौँ, जाडो भएर है। गर्मी त राम्रै छलियो के। अनि आगो तापेर एकछिन आगोमा बस्यौँ। अनि त्यहाँ म्युजिक पनि भइरहेको थियो कि बजाइरहेको थियो, रमाइलो पनि भइरहेको थियो। यसो एकछिन म्युजिक स्युजिक सुनेर डान्स चाहिँ गरिएन, आए पो गर्नु। अनि हामी भोलिपल्ट बाई बाई भन्दै